ल है साथीहरू, र यो मौलिक हकका महत्त्व कसरी सम्झिने हो? मौलिक हकका महत्त्वहरू सम्झिने स्टार्ट। नागरिकका आधारभूत अधिकारको सुनिश्चित गर्न भन्छ। हाम्रो अधिकारको राज्यले सुनिश्चित गरेको छ है भन्छ। 2 मा के छ भने व्यक्तिले प्राकृतिक र नैसर्गिक अधिकारको सुनिश्चित गर्न भन्छ। व्यक्तिले आफ्नो प्राकृतिक सबै के प्राकृतिक भनेपछि के सबै कुराहरूको नैसर्गिक अधिकारको सुनिश्चित गर्न भन्छ। सबै कुराको नैसर्गिक अधिकारको सुनिश्चित गर्न भन्छ है। मानव अधिकारको संरक्षण र सम्वर्धन गर्न भन्छ। मानव अधिकारको संरक्षण र सम्वर्धन गर्न भन्छ। लोकतान्त्रिक मूल्य मान्यता र अधिकारको व्यवस्थित गर्न भन्छ। लोकतान्त्रिक मूल्य मान्यता लोकतन्त्र एउटा हाम्रो लोकतन्त्रलाई सबैले समेट्न जगर्न रीतिरिवाज पुर्याउन सक्यौँ भने चाहिँ कागजमा लिपिबद्ध गरेको एउटा लोकतन्त्र शब्दलाई हामीले अधिकारको व्यवस्थित गर्न लोकतान्त्रिक मूल्य मान्यता अधिकारको व्यवस्थित गर्न भन्छ। कानुनको शासनलाई व्यवहारमा अंगीकार गर्न भन्छ। अर्को के भन्छ भने चाहिँ कानुनको शासनलाई के गर्न व्यवहारमा अंगीकार गर्न। कस्तो व्यवहार छ त कानुनको शासन? संविधानवादलाई आत्मसात गर्न भन्छ। कानुनको शासनलाई व्यवहारमा अंगीकार गर्न, संविधानवादलाई आत्मसात गर्न, नागरिकको सर्वोच्चता कायम गर्न भन्छ। नागरिकको के गर्न सर्वोच्चता कायम गर्न भन्छ। अन्त के गर्न राज्यका स्रोत साधनको प्रभावकारी रूपमा उपयोग गर्न। के गर्न राज्यका स्रोत साधनको प्रभावकारी रूपमा उपयोग गर्न भन्छ। राज्यको स्रोत साधनको प्रभावकारी रूपमा उपयोग गर्न भन्छ। भन्छ भने चाहिँ अर्को के रहेको छ भने चाहिँ न्यायिक अधिकारको संरक्षण गर्न। न्यायिक अधिकारको के गर्न संरक्षण गर्न भन्छ। न्यायिक अधिकारको संरक्षण गर्न भन्छ। न्यायिक अधिकारको संरक्षण गर्न भन्छ। न्यायिक अधिकारको के गर्न